So hey guys and welcome to my new video. So आजको भिडियोमा चाहिँ म खेल्ने छु अर्थरक्राफ्ट बिल्डिङ क्राफ्ट. So यो गेम के चाहिँ ट्राई गरे म एकचोटी म डाउनलोड गर्छु अब इन्स्टल. ओ यार ग्राफिक्स के हो यसको यो इन्स्टल हुँदैछ त्यति बेलासम्म स्क्रोल गरौँ. स्पाल्ट DLS मैले ई फुटबल खेलेको छु. तपाईले खेल्नु भएको छ? कति ढिला हो यो. A few moments later. सो गाइज मेरो चाहिँ यो उ भइसक्यो. अब म प्ले गर्छु. सब एग्री गरिदिन्छु म अब. गेम अन. अब ड्रेसिङ रुम चल्छ कि चल्दैन? ओए यार के हो यो? लल्लु पल्लु क्यारेक्टरहरू. गाइज मेरो एड आछ त्यही भएर मैले स्किप गरिदिएँ. अब अलि फास्ट जाउँ है. छिटो. फेरि एड आयो भने चाहिँ म त यो गेमै डिलिट गरिदिन्छु. साइक कसले गर्छ यो गेम डिलिट? बल्ल तल त इन्स्टल गरे. पहिला त थियो हैन धेरै. ए मैले बिर्सिरा. पहिला मैले खेलेको थिएन. मोही एडिट आउने चान्सेस छ है गाइस. अब के हो यो? नन के हो गाइस? म यो अलि फास्ट गर्छु. गाइस मेरो क्यारेक्टर बन्छ कि यही हो लास्ट डिसिजन. अब अरू केही लिन्न म. फेरि एकचोटि हेर्छु यार. हेर्नै मन छैन. अब के गरौँ? हेर्नै पर्छ. यस क्यारेक्टर राम्रै भयो मेरो. क्रिएट न्यू वर्ल्ड. सर्भाइभलमा नखेल्ने म. खेल्न सक्दिनँ मैले. क्रिएटिभमा खेल्ने. वाउ क्रिएट. म यो चुज गर्दिनँ. यो गर्छु. यो पिसी जस्तो आउँछ मलाई अनि फिलिङ्स. वाउ ए कति ढिला हुन्छ. छिटो 10 भन्छु म. 1 2 3 ल यस म यहाँ सिक्रेट बेस बनाउने ट्राई गर्छु. त्यो त लामा हैन. भिलेज पहिला भिलेज खोज्छु अनि म गर्छु. सिक्रेट बेस बनाउँछु. जम भिलेज खोज्न जम भिलेज खोज्न जम भिलेज खोज्न जम. अलि छिटो. के हो यो? यो म एकचोटि भिजिट गर्छु यो. ल मैले किन गर्ने हो फेरि. के हो त्यो? ल्यापिस भन्छ त. त्यो के हो पो? कमेन्ट गर्ने. त्यो ल्यापिस हो कि के हो? म भिलेज खोज्छु. भिलेजै भेटाउँदैन त के हो? ओइ वाउ भिलेज भेटायो. मैले त धेरै खोज्नै परेन यार. तर म त्यहाँनिर गएर सिक्रेट बेस बनाउँछु. कुन ठाउँमा बनाऊँ? उयो ठाउँमा बनाउँछु म. सो यो ठाउँमा म के गर्छु भने अब रोक्नु. म के गर्छु? यो घाँस पो छटाउँछु म. यहाँनिर एउटा यत्रो सिधा लाइन भयो. सेट. सो गाइस मैले त्यो पार्ट डिलिट गरिदिएँ. यहाँनिर यत्रो लामो लाइन तानिन्छु म. अलि धेरै लामो चाहिँ होइन. ठ्याक्कै सर्टवाला. यत्रो ठिक छ. अब म यहाँ 3टा गड्डा पार्छु. यहाँ खै यहाँनिर 1 2 3 यहाँ पारेँ होइन.
यहाँ नि एउटा गड्डा खोदिम के हो हुन्छ यहाँ नि खोज्छ यहाँ मलाई एउटा पिस्टन भन्ने चाहिन्छ पिस्टन यहाँ रहेछ पिस्टन भेट्टायो होइन अब पिस्टनलाई यहाँनिर प्लेस गरिदिन्छु म खै कसरी गर्छ अहिले यही खोजिदिएँ मैले के हुन्न यहाँनिर ग्रास ब्लक कहाँ छ यहाँ रहेछ भेट्टायो राख अब राखिदिउँ यसलाई कसरी यसको मेकानिजमहरू खोज्छु म लिभर छ लिभर यहाँ भेट्टायो लिभर उयो रेस्टुरेन्ट डस्ट के रहेछ के हो यो यसले के काम गर्दो रहेछ हेरौँ है गाइस ओइ रगत यो एउटा लाइन जस्तरी गइरहेछ ओ यो हामीले कनेक्ट गर्न मिल्छ यो हामीले लिभरसँग कनेक्ट गरिदियो भने के हुन्छ कुत्तो गाड पराइदिए या यो फोडाइदिन्छु म ओइ यहाँनिर लिभर यहाँ प्लेस गरिदिउँ लिभर अब अन गरेर हेरौँ ओइ के हो ओइ चल्यो यस चल्यो अफ ओइले निकालिदियो यस मेरो मेकानिजम चल्यो अब के गरौँ अब मैले बिर्सेँ यार मैले बिर्सेँ यहाँ भयो यो फेरि अन ए अफ सरी यहाँ खन्दै गर्छु म अलि यहाँभित्र अलिक ठुलै बनाउने त्यस्तो ठुलो नि होइन फेरि यहाँनिर त्यो बनाउने त्यो खनिदिने यहाँनिर यस्तो जाने यहाँबाट खनिदिने ओ अलिक भुइँ पनि खनिदिएँ यार मैले गाइस यो पार्ट म अलिक फास्ट बनाउँछु कि मैले खन्न ढिला छु सो म फास्ट गरेँ सो गाइस मैले खनेर भ्याइसकेँ अब यहाँनिर भित्ताहरूमा यो ग्लास ब्लक हालिदिन्छु म के भयो फोडाइदिन्छु ल अब यहाँ हालिदिउँ यहाँ नि हालिदिउँ सो मेरो सिक्रेट रुम तयार भइसक्यो अब माथिको डेकोरेसन गर्ने कि तलको माथिको क्लोज गरेर हेर्छु एकचोटि अनि मलाई यहाँबाट जान नि ट्राई गर्नुपर्ने होइन कसले थाहा पाउँछ तावान त थाहा पाउँछ यहाँबाट गयो होइन अब यहाँबाट जान्छु म अब यहाँबाट चाहिँ भित्रबाट ओपन गर्ने यहाँबाट खन्छु यहाँ त्यो भर्याङ हुन्छ त भर्याङ त्यसलाई के भन्छ अरे सो गाइस यहाँ म बिचमा अड्किरहेको छु भनेर म खाइरहेको छु क्या यहाँ मिस्टर ओसेट सो यहाँबाट हुन्छ म यहाँबाट भित्र आउँछु अनि इजी तल आउँछ कसरी यहाँ म स्टेयर राख्छु सो स्टेयर भयो यहाँनिर राखौँ 1 2 3 ओइ किन राख्ने नमिले ए यहाँ पहिलेदेखि राख्छु कि मैले अब यहाँबाट यस्तो जाने यस्तो अब गाइस मैले यो सबै गरिसकेँ अब म यहाँनिर सब डेकोरेसनहरू गर्छु तपाईँ हेर्दै बस्नु
सो गाइस मैले यहाँ बाहिरको सब बनाए भइसक्यो अब भित्रको बनाउँछु यहाँ यो लिभरलाई लुकाइदिन्छु म यहाँ माथिबाट नि राख्दिउँ कसले देख्छ अब कसले नि देख्न सक्दैन अब त पुरै रुख त पुरै आँपको रुख जस्तो देखेछ है यसलाई कसरी बढाउने ए यो त बढ्दैन घाँसलाई हटाओस् अब बढ्छ गाई बढ्दैन म यो राखिदिन्छु यहाँ अब म यहाँ अब के चाहिन्छ मलाई बेड अनि एउटा फर्नेस अनि एउटा क्राफ्टिङ टेबल अनि एउटा चेस्ट त्यही मेरो आल्तु फाल्तु चिज राख्न यो लिभर खोलेर जान्छु म अब लिभर खोल्यो म यही भर्याङबाट जान नि सक्छु तर सिक्रेट रुम हो नि त सिक्रेट बाटोबाट जानु पर्यो नि त सो अब म यो लिभरलाई बन्द गरिदिन्छु मतलब अन गरिदिन्छु अनि मेरो सिक्रेट ठाउँ बन्द हुन्छ भयो अब म तल जान्छु उही यहाँ अब लाइट हालिदिन्छु म टर्च लाइटको सट्टा म ल्यान्टर्न हाल्छु उसको सट्टा ल्यान्टर्न यहाँ एउटा कस्तो उज्यालो आयो अनि यहाँतिर एउटा अनि यहाँ जम्बी गजाइरा यहाँनिर एउटा हजुर यहाँनिर एउटा कार्पेट यो टुङटुङ के भइरहेको कार्पेट वाइट एन्ड रेड मेरो फेभरेट हो अब म यो उसको पनि डेकोरेसन गरेर भ्याउँछु त्यही तपाईँ हेर्दै गर्नु सो गाइज मेरो यो डेकोरेसन भयो अब म बाहिर जान्छु एकछिन डेकोरेसन गरेर भइसक्यो अब बाहिर गएर यो लिभर अन गर्छु अनि यहाँबाट उडेर जान्छु अनि यहाँबाट अफ गरिदिन्छु अब सो गाइज आजको लागि यति नै हो तपाईहरुलाई मन पर्यो होला मन पर्यो भने लाइक शेयर सब्स्क्राइब सब गरिदिनु बाइ बाइ